मासु चिउरै खानु भनेर तपाईँको सशर्त आउने नि त सहयोग ए शीर्षक तोकेरै आउँछ शीर्षक तोकेर आउने होइन राँगा किनेर खानु है त्यसरी आउँछ आज मासु चिउरा खानु यो किनेर खानु अनि त्यो खाएन भनेदेखि तपाईँको रिसाउँदैन अनि जसरी तपाईँलाई होइन है तपाईँले मासु भात खानु भनेर कसैले पैसा दियो भने तपाईँले मासु भातै खानुपर्छ होइन हुँदैन हेट म चिउरा खान्छु अनि अलिकति पैसा राख्छु भने हुँदैन अर्कोचोटिदेखि तपाईँले मान्दैन त्यो मासु भातै खाएर देखाउनु पर्यो होइन मासु भात खाने पैसाले म चाहिँ सर्ट प्यान्ट किन्छु भन्नु पनि हुँदैन मासु भातै खाएर देखाउनु पर्छ मिडिया गरेर देखाउनु पर्छ क्या हाम्रो त्यस्तो हुन्छ भने त्यही भएर चिउरा खानु भनेर अब हुन त फेरि तपाईँको चाहिँ भेज खाने अब त्यो उसलाई अलिकति अफेन्सिभ पनि हुँदो रहेछ यस्तो ल्याङ्ग्वेज चाहिँ होइन कतिले मलाई सल्लाह पनि दिनुभएको थियो अब दार्चुलामा च्याङ्रा खानु भनेर पैसा आउँछ च्याङ्रा किनेर खानु फल्ना 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 हङकङवासी हङकङमा कार्यरत यहाँ निवासी नेपालको यो घर भएको मान्छे हङकङमा चाहिँ नि कार्यरत युकेमा कार्यरत अमेरिका अस्ट्रेलिया कहीँ कतै बसेका साथीहरू कार्यरत होइन खाडी मुलुकका साथीहरूले पनि पैसा उठाएर ए मान्छे